परमेश्वरको नाममा सबैलाई जिमेसी अनि आज तपाईँ चाहिँ क्रेभ एन्ड कार पोडकास्टको चाहिँ एपिसोड 3 मा चाहिँ हुनुहुन्छ अनि तपाईँहरूलाई स्वागत छ। अनि आज चाहिँ हामी फेरि परमेश्वरको वचनबाट केही मिठो कुराहरू चाहिँ हामी हेर्नेछौँ। अनि यो गएको दिनहरूमा चाहिँ मैले विशेष गरी चाहिँ यूहन्नाको पुस्तक पढिराखेको थिएँ। अनि यसपालि चाहिँ मलाई चाहिँ यूहन्नाको पुस्तक 10 अध्यायबाट पढ्दा जाँदाखेरि चाहिँ अनि कतिपय कुराहरू एकदमै मन पर्यो। सबै कुराहरू म अहिले भन्न त सक्दिनँ, तर एउटा दुईवटा कुरा तपाईँहरूको बिचमा चाहिँ सेयर गर्न मलाई मन पर्यो। अनि यो विशेष गरी चाहिँ यूहन्नाको पुस्तक 10:5 यदि हामीले हेऱ्यो भने यहाँ यसरी येशू ख्रीष्टले भन्नुहुन्छ, तर अपरिचित व्यक्तिलाई तिनीहरू पछ्याउँदैनन् तर त्यसदेखि भाग्नेछन्, किनभने अपरिचित व्यक्तिको स्वर तिनीहरूले चिन्दैनन्। अनि यो यूहन्ना 10 अध्याय चाहिँ विशेष गरी चाहिँ गोठालो र भेडा अनि त्यसपछि गलत गोठालोहरूको विषयमा चाहिँ येशू ख्रीष्टले चाहिँ सिकाउन खोज्दै हुनुहुन्थ्यो। अनि यो 5 पदमा आएपछि येशू ख्रीष्टले के भन्नुहुन्छ भन्दा कि उन भेडाहरूले चाहिँ गलत आवाजहरूलाई, अपरिचित आवाजलाई या अपरिचित स्वरहरूलाई चाहिँ उनीहरूले चाहिँ पछ्याउँदैनन् तर तिनीहरूबाट चाहिँ भाग्छन् रे। अनि जब म यो पढ्दै जाँदाखेरि मेरो मनमा एउटा कुरा मलाई लाग्यो, के हो भन्दाखेरि चाहिँ यो येशू ख्रीष्टको भेडाहरूले चाहिँ जहिले पनि अपरिचित आवाज, नचिनेको आवाज सुन्दाखेरि चाहिँ भाग्नुपर्ने रहेछ, उनीहरू भाग्दो रहेछन् रे। अनि धेरै जसो समयहरूमा हामीलाई लाग्छ कि कुनै पनि व्यक्ति या कुनै पनि कुरा भाग्छ भन्ने त्यो डर आयो, त्यो कमजोर छ, कायर छ भन्ने लाग्छ। तर येशू ख्रीष्टले भन्नुहुन्छ कि उहाँको भेडाहरूले नचिनेको आवाजलाई, नचिनेको स्वर सुन्ने बित्तिकै उनीहरू चाहिँ भाग्छन् रे। अनि 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 जब म यो भाग्ने विषयलाई चाहिँ जब म हेर्दै थिएँ, इङ्ग्लिस शब्दले फ्ली भन्छ, अर्को शब्दमा रन अवे भन्छ होइन। अनि ग्रिक शब्दमा यदि हामीले हेऱ्यो भने चाहिँ ग्रिक शब्दमा चाहिँ यसलाई चाहिँ फ्युगो भन्ने शब्द प्रयोग गरेको छ। यसको वास्तविक नेपाली ट्रान्सलेसन हामीले यदि हेऱ्यो भनेपछि भाग्ने त मिल्यो तर त्यससँगै कुलेलाम ठोक्नु भन्छ हो, त्यो शब्दको एउटा आभास यसमा चाहिँ आउँछ। अनि हामीले यसको यो कुरालाई बुझ्नको निम्ति चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि साँच्चै नै प्रभु येशू ख्रीष्टको भेडाहरूले चाहिँ गलत आवाजलाई, नचिनेको आवाजलाई, अपरिचित आवाजहरूलाई सुन्दाखेरि चाहिँ उनीहरू भाग्नुपर्छ। कहिले कहिले भाग्नु भनेको चाहिँ एउटा बुद्धिमानीको एउटा लक्षण पनि हो, एउटा बुद्धिमानीको चिन्ह पनि हो होइन। सधैँभरि होइन गलत आवाजलाई सुनिराख्दा, त्यो गलत आवाज भइरहेकोमा उभिराख्दाखेरि त्यो चाहिँ हाम्रो लागि चाहिँ एउटा मूर्खताको कुरा पनि हुनसक्छ। यदि हामीले हेऱ्यो भने उत्पत्ति 39:12 हेऱ्यो भने योसेफलाई उसको मालकिनले मसँग आऊ सुत भन्दाखेरि ऊ त्यहाँ भागेको छ, उसले आफ्नो कपडालाई छोडेर भागेको छ। ऊ डराएर कमजोर होइन कि, तर ऊ परमेश्वरको एउटा धर्मी जन भएको हुनाले गर्दा, परमेश्वरसँग प्रेम गर्ने, परमेश्वरलाई प्रेम गर्ने व्यक्ति भएको हुनाले गर्दाखेरि यो गलत काम गर्नबाट, यो गलत परिस्थितिबाट चाहिँ ऊ भागेर गएको छ। अनि यही कुरा यदि हामीले हेऱ्यो भने पौलले आफ्नो पुस्तकमा 4 ठाउँमा चाहिँ उहाँले चाहिँ यो लेख्नुभएको छ कोरिन्थीको मण्डलीलाई। उहाँले भन्नुहुन्छ कि तिमी चाहिँ यो आकृतिहरूलाई आराधना गर्ने कुराहरूबाट चाहिँ भाग रे। अनि त्यसपछि उहाँले भन्नुहुन्छ यो शारीरिक अभिलाषाका कुराहरूबाट भाग। हामीले यो कुरा 1 कोरिन्थी 6:18 हामी भेटाउन सक्छौँ, 1 कोरिन्थी 10:4 हामी भेटाउन सक्छौँ। अनि त्यससँगै उहाँले एउटा जवान पास्टरलाई पनि भन्नुहुन्छ जसको नाउँ तिमोथी हो। उहाँले तिमोथीलाई 1 तिमोथी 6:11 भन्नुहुन्छ, तर परमेश्वरको जन तिमी चाहिँ यी कुराहरूबाट भाग भनेर भन्नुभएको छ होइन। अनि हामीले 1 तिमोथीको 6:11 हेऱ्यो भने उहाँले केबाट भाग भन्नुभयो भन्दाखेरि चाहिँ उहाँले चाहिँ रुपैयाँ पैसाको मोहबाट, रुपैयाँ पैसाको जालसाजीबाट चाहिँ तिमी भाग भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो है। यही तिमोथीलाई फेरि उहाँले 2 तिमोथीको 2:22 हेऱ्यो भने उहाँले फेरि भन्नुहुन्छ, तिमी जवानीको अभिलाषाहरूबाट चाहिँ भाग भनेर भन्नुहुन्छ। तर यदि यही कुरा चाहिँ हामीले यो 4वटै पद 1 कोरिन्थी 6:18, 1 कोरिन्थी 10:14, 1 तिमोथी 6:11 र 2 तिमोथी 2:22 यदि हामीले नेपाली संस्करणबाट हेऱ्यो भने त्यहाँ चाहिँ अलग बस त्याग मात्र भनेको छ। तर हामी चाहिँ भाग भन्ने शब्द चाहिँ हामी भेटाउँदैनौँ। तर ट्रान्सलेसन गर्दाखेरि उहाँहरूले आफूले सहज हुने हिसाबले, एउटा बुझ्न सजिलो होस् हुने हिसाबले चाहिँ उहाँले ट्रान्सलेट गर्नुभयो। तर यसको वास्तविक ग्रिक शब्द चाहिँ फ्युगो भन्ने चाहिँ पौलले प्रयोग गर्नुभएको थियो, अर्थात्
पौलले कोरिन्थीको मण्डलीलाई यो दुईटा कुराबाट एउटा आकृतिहरूलाई आराधना गर्ने कुरा र शारीरिक अभिलाषा यो दुईटा कुराबाट चाहिँ भाग भनेर भन्दै हुनुहुन्थ्यो। र तिमोथीलाई पनि यो धन सम्पत्तिको लोभबाट, धन सम्पत्तिको मोहबाट र जवानीको अभिलाषाबाट भाग भन्ने शब्द प्रयोग गर्नुभएको थियो। यदि हामीले यसलाई अलग बस र त्याग भन्ने नेपाली शब्द हेऱ्यो भने यसको गम्भीरतालाई हामी बुझ्न सक्दैनौँ। तर पौलले चाहिँ भन्नुभएको वास्तविक शब्द चाहिँ भाग भन्ने शब्द। अनि त्यसै कारणले गर्दा जब म यो यूहन्नाको 10 अध्याय पढ्दै थिएँ तब मैले यो बुझ्ने अवसर पाएँ कि परमेश्वरको नानीहरू कतिपय गलत आवाजहरू सुन्दाखेरि हामी भाग्न सक्नुपर्छ। कतिपय गलत परिस्थितिहरू हुँदाखेरि हामी भाग्न सक्नुपर्छ। गलत व्यक्तिहरूसँग हामी भाग्न सक्नुपर्छ। अहिलेको समयहरू एकदमै डरलाग्दो समय छ। हाम्रो वरिपरि थुप्रै आवाजहरू, कतिपय परमेश्वरको वचनका कुराहरू पनि आउँछन्, कतिपय परिस्थितिका कुराहरू आउँछन्, अनि जसमा चाहिँ हामी बलियो भएर बहादुर भएर येशू ख्रीष्टको नाउँमा हकार्न भनेर हामी उभिन्छौँ, तर हामी लड्न पुग्छौँ, हामी खस्न पुग्छौँ, हामी हराउन पुग्छौँ। अनि ती परिस्थितिहरूबाट त हामी भाग्नुपर्ने अवस्थामा चाहिँ हामी भाग्न सकेनौँ। अनि एउटा बुद्धिमानी व्यक्तिले चाहिँ त्यो परिस्थितिहरूलाई बुझ्न सक्छ र ऊ त्यसबाट भाग्न सक्छ, होइन। अनि त्यसै कारणले जब म यो पढ्दै गइरहेको थिएँ यूहन्ना 10 अध्यायमा एउटा मलाई बुझेको र मलाई मन परेको कुरा चाहिँ यो थियो कि यदि म ख्रीष्टको आवाजलाई चिन्ने व्यक्ति हो भने मैले गलत व्यक्तिहरूको आवाज, गलत सङ्गतहरू, गलत उपस्थितिहरू, गलत परिस्थितिहरू, गलत मानिसको आवाजहरूबाट चाहिँ मैले भाग्न सिक्नुपर्छ। त्यसै कारणले गर्दा ख्रीष्टको भेडाहरूमा हुनुपर्ने एउटा मुख्य गुण भनेको उनीहरू गलत कुराहरूबाट, गलत परिस्थितिबाट, गलत आवाजहरूबाट, गलत सङ्गतहरूबाट भाग्न सक्नुपर्छ। हस्, धन्यवाद। थ्याङ्क यू।